अर्जेन्टिना भर्सेस केप भर्डे कस्तो होला गोल मेस्सी र किपर बुजिन्हाको जादु र एउटा रोचक भिडन्तको प्रतीक्षा। फिफा विश्वकप 2026 को राउन्ड अफ 32 अन्तर्गत शनिबार राति यस्तो एउटा खेल हुँदैछ जसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो असमान भिडन्तका रूपमा हेरिएको छ। विश्वकपमा पहिलोपटक डेब्यू गर्दै ऐतिहासिक नकआउट चरण पुगेको सानो टापु राष्ट्र केप भर्डेले सर्वाधिक विश्व विजेता अर्जेन्टिनाको सामना गर्न लागेको हो। अमेरिकाको मियामी गार्डन स्थित हार्ड रक स्टेडियममा नेपाली समयअनुसार शनिबार बिहान 3:45 बजे यी दुई टोली आम्ने सामने हुँदैछन्। केप भर्डेका गोलकिपर बुजिन्हा सबैभन्दा धेरै चर्चामा छन्। गोल मेसिन समेत भनेर चिनिने अर्जेन्टिनाका कप्तान 39 वर्षीय मेस्सीलाई केप भर्डेका 40 वर्षीय गोलकिपर बुजिन्हाले कसरी रोक्छन्, यो प्रश्नले धेरैलाई कौतूहलता बढाएको छ। भर्डेको खेलमा गोलकिपर बुजिन्हाको प्रदर्शनले सबैको मन जितेको छ। टोलीको पहिलो विश्वकप यात्रामा उत्कृष्ट प्रदर्शन गर्दै नायकको भूमिका निर्वाह गरेका छन्। उनले 3 खेल मध्ये 2 खेलमा विपक्षलाई गोल गर्नबाट रोकेका छन्। युरोपले च्याम्पियन स्पेन विरुद्धको गोलरहित बराबरी खेलेका उनले प्रभावशाली ढङ्गले 7 वटा बचाउ गर्दै प्रतिभाशाली खेलाडी लामिन यामाललाई गोल गर्नबाट रोकेका थिए। उच्च फर्ममा रहेका साबिक विजेता टिमका कप्तान मेस्सीले भने 3 खेलमा 6 गोल गर्दै विश्वकपमा नयाँ कीर्तिमान बनाइसकेका छन्। त्यसैले पनि यो खेल विश्वकप फुटबलको प्रेमीका लागि विशेष छ। विश्वकपको 96 वर्ष इतिहासमा नकआउट चरण पुग्ने सबैभन्दा कम जनसङ्ख्या करिब 5.5 लाख मात्र भएको देश केप भर्डेले यस अघि नै इतिहास रचिसकेको छ। ब्लू शार्क उपनामले चिनिने यो टोलीले समूह चरणमा कडा डिफेन्सको प्रदर्शन गर्दै उपाधि दावेदार स्पेन, विजेता उरुग्वे, साउदी अरब बराबरीमा रोकेर 3 अङ्क जोड्दै इतिहास दोस्रो स्थान हासिल गरेको थियो। विदेशमा रहेका आफ्ना डायस्पोरा खेलाडीहरूलाई समेटेर बलियो रणनीतिका साथ मैदान उत्रिएको केप भर्डेका लागि अर्जेन्टिनासँगको खेल फुटबल इतिहासकै सबैभन्दा ठूलो अवसर समेत हो। अर्कोतर्फ साबिक विजेता अर्जेन्टिना भने समूह चरणमा अल्जेरिया र अस्ट्रिया जस्ता टोलीलाई सहजै पाखा लगाउँदै समूह जे को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। अर्जेन्टिनाका लागि 39 वर्षीय करियरमा कप्तान लियोनल मेस्सीले जारी विश्वकपमा 6 गोल गर्दै उत्कृष्ट फर्ममा रहेको देखाएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा अनुभव र शक्तिको हिसाबले अर्जेन्टिना निकै अगाडि भए पनि केप भर्डेले आफ्नो रक्षात्मक रणनीति र अनुशासित खेलको बलमा अर्को एउटा ठूलो उलटफेर गर्ने दाउमा रहनेछ। साबिक विजेताले अघिल्लो चरण प्रवेशका लागि केप भर्डेको बलियो रक्षा पंक्ति तोड्नुपर्नेछ भने केप भर्डेका लागि मेस्सी र लाउटारो मार्टिनेज जस्ता स्टार स्ट्राइकरलाई रोक्नु मुख्य चुनौती हुनेछ। तपाईको विचारमा यो खेल कसले जित्ला तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला।